आज हामी टक्क देयोङ खुम्सोकबाट पुखासान नेसनल पार्क घुम्न जाँदैछौँ अर्जुन र म भएर। आजको भ्लग देख्न सक्नुहुन्छ साथीहरू। जर्नी स्टार्ट होइन त? कति बजे हिँडे हामी? अहिले हामी बिहानको झन्डै 8 बज्न लाग्यो। कम्पनीबाट छुलबाल भयो होइन? 7:28 हामी यहाँबाट हिँड्यौँ। अब हामी एकछिनमा बस चढ्छौँ। बस कति बजे आउँछ? फाइनली अब हामी बस कुद्दैछौँ। अब हजुर कति बजे आउँछ बस? अनि यो बसको यात्रा कति हुन्छ हाम्रो? 10 मिनटमा ट्रेन स्टेसन पुगिन्छ होइन? त्यहाँबाट हामी कहाँ गइन्छ? सौल स्टेसन होइन? त्यहाँबाट चेन्ज भएर पुखासानको तल बेस क्याम्पमा गइन्छ। त्यसपछि टक्क हाम्रो यात्रा सुरु हुन्छ बल्ल। ल धन्यवाद। ल अब हामी बसमा चढ्दैछौँ। निधारैमा टिकेट लगा सुन्तली नानीको मुहार झलकार कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल लामसाइले। खानाको लागि होइन खानाहरू के राम्रो छ अर्जुन? कस्तो छ मन पर्छ होला। अब खाइसी हेर्नुपर्छ। एउटा कोदाको सेल पनि हाल न। कोदाको सेल ओके। लगभग भयो। अरू पनि हाल्नुपर्छ, धेरै खाना हुँदैन।
स्टेसन गर ल अब जर्नी है त ट्रेनबाट ट्रेन चेन्ज गर्दा फाइनली ट्रेन स्टेसनमा आइयो ल टक्क हामी लागेर 10 मिनेटको यात्रा बस चढ्दैछौँ बेस क्याम्प हुन्छ त्यहाँबाट हाम्रो आधा यात्रा सुरु हुन्छ बस पनि आयो सबै मान्छेहरू हेर्न सक्छौँ सबै विशेष गरी पहाड चढ्नको लागि आफ्नो गन्तव्यतर्फ हिँड्दै गरेको देख्न सकिन्छ बस अत्याधिक भिडभाड रहेको छ हामी पहाड चढ्ने क्रममा छौँ र भर्खरै गाडीबाट हामी उत्रिसकेपछि हाम्रो यात्रा सुरु भएको छ तपाईँले देख्न सक्नुहुन्छ बाटैभरि पाक्लो मान्छेको व्यवहार छ हामी केही आवश्यक सामानको लागि सियुमा प्रवेश गर्दैछौँ छम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै छम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा अर्जुन कहाँ आइपुग्यो हामी बाटोमै छौँ पहाड चढ्ने क्रममा हैन तर यो एउटा स्वर्गको टुक्रा जस्तो लाग्दैन तिमीलाई एकदमै ओहो यहाँ कोरिया र यहाँ नआउने मान्छे त सिधै खेरै गयो है कोरियाको आधा जिन्दगी खेरा गयो अनि त आमामा यति राम्रो ठाउँ कोरियाको ओहो स्वर्ग शीतल खोलो नाला माछाहरू कति छ मान्छेहरूको भिड छ 80 वर्ष हजुरआमा हजुरबुवाहरू आउँदै हुनुहुन्छ पछाडि अब तपाईँ मेटियो जाने होला ल यसको भाइ आँखों से हो एग्रीमेंट चले उस पे परमानेंट और हजरत ये दिल का जज कहे ऑर्डर ऑर्डर खाली बिली रोकने का नहीं तेरा पीछा करूं तो टोकने का उहाँ चाहिँ हाम्रो नेपालको त्यो विजय शाहीबाट उत्प्रेरित भएर ध्यान गर्दै हुनुहुन्छ र उहाँको साथमा चाहिँ यो संसारको शान्ति समृद्धि आनन्दको लागि संसारका सबै जीव वनस्पतिहरूको भलोको लागि उहाँले विगत 5 मिनटदेखि केही नखाइकन हामी चाहिँ यात्राको क्रममा छौँ यति बेला हामी सम्भवतः मध्यान्ततिर आइपुगेका छौँ हजुर 26 डिग्री सेल्सियस छ तर तल चाहिँ पुरै हैन खोलाको छेउमा एकदम आनन्द शीतल छ बस्नलाई अब हामीले अब केही खानेकुराहरू खाने निर्णय के छ हाम्रो अहिलेको डिस अहिले कोरियन सुसी हेरौँ है अब हाम्रो तेस्रो लट हो यो खाने लिँदैछौँ के हो यस्तो सर्प जस्तो यो कोरियन सुसी Oh my god लाइक यहाँ कोरियामा किम्पाप भन्छ अब हामी हल्का we are having small lunch and see you soon हैन हाम्रो यात्रा गर्ने क्रम जारी छ हामी झन्डै 4 किलोमिटर जति उकालो चढिसकेका छौँ अझै पनि डेस्टिनेसन टाढै छ र हामी अहिले सानो न्यापको लागि हामी यता आउँदैछौँ र यहाँ मैले एउटा तपाईँलाई दृश्य देखाउँदैछु यो दृश्य अत्यन्तै भयानक छ हेर्नुहोस् यहाँ अलिकति डरलाग्दो दृश्य छ हेर्नुहोस् कोही मान्छे सुतेको अवस्था छ हेर्नुहोस् सम्भवतः यो मान्छे
केही रक्सी सक्सी खाएर सुति जस्तो देखिएछ। हेरौँ त को रहेछ, विदेशी जस्तो छ, कालो कालो। ल हेरौँ को रहेछ। ओहो को यो को, ए ल हेर हाम्रो दाजु हुनु रहेछ। के भयो दाजु, के भयो? म त ए भगवान्, आइसक्यो तिमी? आइसक्यो नि। ए दौड्दै दौड्दै आएको त थकाइ हेर, सुतेको त यही निदाइदिएछु त म त। ल खतम, यस्तो भिरालमा, यो कहाँ हो? यस्तो भिरमा लोटे पर के गर्नु ल, यस्तो ठाउँमा स्वर्ग जस्तो यार। के छ स्थिति? रमाइलो भइरहेछ? भूतले मलाई यहाँ ल्याएर जङ्गलका बिचरा ल्याएर छोडिदियो यार। कति राम्रो देखिनु तपाईँ। ओहो चमक आइरहेको त, यो सन्तुष्टिको चमक हो कि नेचरको? यस्तो हेर, हाम्रो 2 घन्टा पछि यस्तो हिँड्दै हिँड्दै उकालोमा आइदियो, यस्तो आनन्दको ठाउँ छ कि है त जङ्गलको बिचमा। न केही कुनै आवाज, न केही प्रदूषण, न केही होइन, पुरै नेचुरल। एसी सररररर चिसो आइरह, एसी चलाए जस्तो छ है? एसी चलाए जस्तो छ। साइडमा खोलो छङछङ छङछङ छङ छ होइन। माथि टपमा हामी जब जाँदैछौँ, यो चाहिँ टक्क लाएर लगभग 700 मिटर उचाइको उसमा छ, समुद्र सतहदेखि 700 मिटर हाइटमा छ। यस्तो छ। 2010 आको जी बाम लिएर हसल हाना हाना जी ज्यान दिएर सुटिङमा क्यानन हल्का जी तान्दिएर स्टेबलाइज द सिस्टम हातमा गिम्बल लिएर सँग सामना कर्मले पूर्ण प्रार्थना आगो बोलेर 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 आगो बोलेर बोलेर हिमालय बोलेर बाँकी हुन कुनै ठाउँ खोला नाला पुरेर जमिन थर्किन्छ ज्वालामुखी फुटेर हेर बोलेर 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 केटो खानदानी टुप्ली एयरफोर्स जुत्ता लाज नमाने हिप हप जिन भित्र क्याप स्याप नलानी नेपाली बार्स दाउरा सुरुवाल शेरवानी मेरो संसारमा सबजना मेहमानी आफू चुप्प लागि बस्या हुन्छु आदले बन्छ लेजेन्ड अनि आदले बन्छ को अनि यसो विचार गरे कुरा राम्रै जस्तो लाग्छ यस्तो राम्रो कुरा नमान्ने म मान्छेको तापक्रम बढ्यो ज्वाला स्वाला फुट्यो त्यसको मुखबाट गाली त्यसको गाला साला फुट्यो मा ब्रायन लारा लारा दग लारा लारा जिद्यो जस्तै एकदम केयरफुली आउनु है ताला साला खुल्यो त्यस्तै सिम्पल एस फ्लो मूर्ख शब्द मे भुल्यो अनि बुझिसक्दा कुरा त्यसको पालो नै सुल्यो गीत हाम्रो लफङ्गा संसारै डुल्यो AK47 त्यसको ज्यान भरि दुल्यो अप्ठ्यारोमा जाने कसरी हो मेरो हात हेरेको every time I do this yeah I turn into a Buddhist yeah it's non-violence do it like a foolish I've been moving never clueless energy is truest I go bolero bolero also don't colony police take the mic but you can never do it like this Bozo Boki Aiza wanna fight this OMG Himalayan scientist Shangri-La heaven full of soul that were lifeless अन्ततः झन्डै 3 घण्टाको लामो यात्रापछि हामी पिकमा आइपुगेका छौँ। यहाँबाट देख्न सकिन्छ सौलको सुन्दर दृश्य तपाईले देख्नु भएको छ। यहाँ पिकमा आएर विश्राम गर्ने झन्डै 3 घण्टाको लामो यात्रापछि अन्ततः हामी पिकमा आइपुगेका छौँ। यो ढुङ्गाको टुप्पो चट्टानको टुप्पोमा तपाईँले देख्न सक्नुहुन्छ चट्टान 122 तले सौलको टप टावर पनि यहाँबाट सानो झुपडी जस्तो देखिन्छ। हामी नेचुरल टावरमा आएका छौँ। देख्न सक्नुहुन्छ मान्छेहरू विश्राम गरिरहेका छन्। मान्छेहरूको भिडभाड कति जाने
यहाँ नेपाली झन्डा पनि छ टक्क लगाएर कोरियन झन्डा पनि फरफर भइरहेको टुप्पोमा कति 7,000 टाढो चाहिँ रक क्लाइम्बिङ भइरहेछ होइन यहाँ चाहिँ अब यहाँ टपमा पुग्नको लागि के ट्राफिक जाम हो यो फोटो खिच्न टपमा आएर फोटो खिच्नला यो झन्डा छनालाको लागि ओहो कति धेरै जाम है यहाँ आएर फोटो जटाकटाह सम्भ्रम भ्रमन्निलिम्प निर्झरी विलोल वीचि वल्लरी विराजमान मूर्धनि ज्वलल्ललाट पट्टपावके किशोर चन्द्रशेखरे रति प्रतीक्षणं मम कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेज सा वो छाया उसकी भुजाएं बदलें कथाएं भागीरथी तेरी तरफ शिव जी चले देख जरा ये विचित्र माया